Hello everyone, welcome to my new video. Let's go to Sursing Jharna. हामी चाहिँ हाइक फर नेपालबाट सर्सिङ झरना गएका थियौं and I am waiting here for my bus and yes, अब चाहिँ हाम्रो खाना खाने बेला भइसक्यो. खाना खाँदा चाहिँ दाइले चस्मा लाउँदै हुनुहुन्छ. अब चाहिँ हामी खाना खानको लागि हेलम्बु सनौटी रिजोर्टमा हाम्रो गाडी रोकेको थियो. Let's go to have some lunch here. Environment चाहिँ greenery थियो. सबै राम्रो नै थियो. अनि त्यसपछि खानासाना खायौं. अनि सर्सिङ जाने बाटो चाहिँ एकदमै बिग्रेको छ है. So you need to be careful yourself. अझै हामी चाहिँ पानी नपरेको टाइममा गएको थियौं तर अझै पानी परेको बेलामा त I think it will be too difficult to travel here. अनि गाडी चाहिँ बीचमा पनि कति धेरै रोकेको थियो हैन. बाटो चाहिँ एकदमै खत्तम थियो. यस मैले चाहिँ अलिअलि क्लिप्सहरु पनि खिचेको छु. अनि बीचमा चाहिँ you can see here two more small kind of waterfall. हामीले बीचमा जाँदा चाहिँ धेरै नै सानो झरनाहरु पनि देख्न सक्छौं. अनि म चाहिँ एक्साइटेड भएर कुद्दै गइरहेको थिएँ. यस बाटोमा चाहिँ यस्तो सानो झरनाहरु पनि छ है. यस्तो छ. यहाँ चाहिँ उहाँहरु पिकनिक गर्दै हुनुहुन्छ. हेलो. बाटो चाहिँ एकदमै वर्स्ट नै छ हैन. अनि बीचमा बाइकहरु पनि फस्ने यताउति भइरहेको थियो. हामी जान लागेको झरना चाहिँ त्यही हो. हेर्नुस् टाढाबाट सानो देख्छ. अनि शनिबार चाहिँ एकदमै प्याक हुने रहेछ हैन. म चाहिँ शनिबार जानलाई चाहिँ कसैलाई पनि रिकमेन्ड गर्दिन. एकदमै प्याक नै हुन्छ शनिबार चाहिँ. अनि जाँदै बाटोमा चाहिँ यस्तो भर्याङहरु पनि छ. अलिकति चाहिँ हामीले हाइक नै गर्नुपर्ने हुन्छ. एन्ड फाइनली हामी चाहिँ सर्सिङ झरना पुग्यौं. त्यहाँ जाँदाखेरि चाहिँ हामीलाई एकदमै फ्रेश आनन्द भएको थियो. अनि नेक्स्ट थिङ भनेको चाहिँ हामीले 360 पुरै राउन्ड नै घुम्न मिल्छ हैन. अनि त्यहाँ पानीको फोर्सले चाहिँ यस्तो गाह्रो बनाउँछ नि पुरै हामीलाई नै उठाउला जस्तो हुन्छ. तर एकदम रमाइलो पनि छ है सँगसँगै. मैले चाहिँ यहाँनिर अलिअलि स्विमिङ पनि गरेको थियो. त्यो भन्दा तल चाहिँ यहाँनिर एउटा राम्रो खालको स्विमिङ गर्ने ठाउँ नेचुरल स्विमिङ पुल पनि छ. अनि त्यसपछि हामीले अलिअलि फोटो भिडियोहरु खिच्यौं अनि इन्जोय गर्यौं वाटरफललाई, त्यहाँको ग्रीनरी इन्भाइरोमेन्टलाई. अनि त्यसपछि हामी चाहिँ झरनाबाट फर्किसकेको छौं. त्यही हो झरना. एकदम चिसो छ. जाडो भइरहेको छ. भिडियो खिच्ने मुड थिएन त्यही पनि तपाईहरुलाई देखाउनको लागि खिचेको. बाइ. अब हामी घर जाँदैछौं. यहाँ एकजना मान्छे रेस्ट गर्दै हुनुहुन्छ. म यहाँनिर छु. हाम्रो ह्यान्सी भाइ. हे ह्यान्सी भाइ. हन हाम्रो ह्यान्सी भाइ यहाँनिर छ. लजाउँछ भाइ के गर्नु.